हेलो एन्ड नमस्ते साथीहरू। आज म एउटा हिजो बेलुका हामीले नसोचेको घटना घट्यो कि त्यसको बारेमा चाहिँ हजुरहरूलाई भन्न आएको होइन। के भएको भने चाहिँ होइन मैले सुनेको थिएँ हिटरको कारणले कति कति घटनाहरू घटेको छ। त्यो चाहिँ हिजो राति चाहिँ मलाई घटेको। त्यो चाहिँ नसोचेको। अब सबैजना राम्रैसँग कुरा गरेर खाना खाएर सुतेको है राति अचानक हामीले चाहिँ हिजो चिसो पनि थियो, घाम पनि लागेको थिएन। अनि हिटर बालेर डाइरेक्ट बसेर चाहिँ होइन, जस हिटर बालेर कोठा सबै बन्द गरेर हावा पनि नछिर्ने गरेर झाडहरू सबै लगाएर हिटर बालेर बसेको थियौँ दिउँसोदेखि नै। अनि हिटर बाल्दा बाल्दै अनि बेलुका पनि भयो। एकछिन गएर हिटरको अगाडि पनि बस्ने अनि यता बेडमा आएर पनि बस्ने गरिरहेको थियौँ। अनि बेलुका भएपछि चाहिँ अनि बाबुलाई सेक्ने भनेर मम्मीले कोइला मात्र मजाले बालेर तलैबाट बालेर धुवा हराइसकेपछि तलबाट बालेर ल्याउनु भयो। अनि हिटर पनि सँगै बालियो। अनि बाबुलाई कोइलामा सेक्नु भयो। अनि हिटरमा चाहिँ म साइडमा बसिरहेको थिएँ। अनि फेरि बाबुलाई सेकिसकेपछि फेरि मलाई नि कोइलामै फेरि अर्को लट कोइला बालेर सेकियो कि। अनि त्यो भएपछि त झन् अनि कन्टिन्यू हिटर त बलि नै रह्यो। हिटर भयो अब त्यस्तो गाह्रो नहोला चिसो छ भनेर भन्यौँ। त्यति पनि गरिएन होइन। सुने जे कुरा पनि आफूलाई नपरिकन चाहिँ मान्छेले भोग्दैन भन्थ्यो कि। हिजो चाहिँ मलाई त्यही भयो कि मलाई जब पऱ्यो नि अनि मलाई थाहा भयो होइन, जुन मैले भोग्नु पऱ्यो त्यो हजुरहरूले भोग्नु नपरोस्। किनभने सानो सानो बच्चा अहिलेको समयमा एकदम जाडो बढिरहेछ। अनि अब सबैसँग कोइला बाल्ने ऊ पनि हुँदैन होइन। अनि हिटरै त हो नि सबैको, प्रायः हिटरमै सेक्ने हो बिचरा सबैजनाले प्रायः। अनि त्यो हुँदाखेरि चाहिँ अनि मैले अब मैले पनि हिटरमा कोइला भए पनि हिटर पनि युज गर्ने भएर जे भोगेँ नि त्यो चाहिँ हामीलाई नपरोस् भनेर भनेको मैले। अनि हामी त्यस्तै ट्याक्कै 10 बजेको थियो होला है हिजो। 10 बजेको थियो। मैले पनि सेकेँ अनि सेकेर जुरुक्क उठेको थिएँ। उठ्दाखेरि त मलाई कस्तो रिङ्गटा लाग्यो कि। अनि म चाहिँ झन् मलाई त रिङ्गटा लाग्यो भन्दा मलाई दुध ल्याइदिनु भएको थियो, त्यो पनि खान मन लागेन नि मलाई। त्यो पनि नखाइकन अनि म गएर बेडमा निदाएँ। अनि मलाई कस्तो गाह्रो भयो भने म आँखा पनि मोबाइल के कता छ के बाबु पनि सुतेको थियो त्यसलाई पनि हेरेँ मैले। सिधै मलाई त्यहाँ तेल लाएर उठ्दाखेरि कस्तो रिङ्गटा चलेर पुरा यो कान बज्यो कि मलाई। एक्कासी तेल लगाएको 1 घन्टा जस्तो सुतेर तेल लगाएँ। अनि जुरुक्क उठ्दाखेरि त पुरा रिङ्गटा लगाएर यो कान पनि टुँ बजिरहेको अनि कस्तो है। अनि मैले सासू मम्मीलाई पनि भनेँ कि मम्मी मलाई त कस्तो त्यहाँबाट उठ्ने बित्तिकै कस्तो रिङ्गटा लाग्यो भने अनि मलाई त फेरि यो बाबु भएदेखि बाबु जन्मेदेखि प्रेसर हाई छ नि त। अनि अझै पनि कन्ट्रोल भएको होइन कि प्रेसर। पहिला बरु प्रेग्नेन्सीमा छोरे पनि प्रेसर सुगर केही थिएन। यो बाबु जन्मेको 4 दिनपछि त्यो बाबुलाई युनिटमा राख्दा त ठिकै थियो। उता माथि आइसियुमा लाने भनेपछि चाहिँ अनि मलाई त्योदेखि बढेको प्रेसर है बढाइ छ कि। अनि मम्मीले चाहिँ मैले त्यसो भने अनि प्रेसर बढ्या होला, प्रेसरले गर्दा होला कान्छी भन्नुभयो मम्मीले। अनि म सुतेँ अनि सुत्छु है त्यस्तो होइन। अहिले बाबु सुता बेला ढुक्क सुत भनेर भन्नुभयो। अनि म सुतिहालेँ। अनि सुतेपछि 10 बजे ट्याक्कै 10 बजेको थियो। 10 बजे सुतेपछि एकैचोटि 11:50 भएछ। अनि त्यो हाम्रो एउटा गल्ती चाहिँ के भयो भने कोइला सेक्यौँ। अनि सेकेर मैले हिटर त बन्द गरेँ, ट्याक्कै 10 बजे बन्द गरेँ। तर कोइला सेकेर त्यो कोइला बाँकी रहेको कोइला पनि त्यहीँ राखेर हामी निधाएछौँ कि। अनि त्यतिखेर त्यसो भएपछि अनि ट्याक्कै 11:50मा उहाँ उठ्नु भएछ। अनि उठेर बाबुलाई दुखाउनु पर्ने हो कि अलिक बाबु ठसठस गरिराख भनेर भन्नुभएको थियो। अलिअलि हातहरूले चलाइरहेको थियो, उठ्नु खोजिरहेको थियो, भोक आयो होला भनेर भन्नुभयो। अनि 11:50मा उठेर अनि ट्याक्कै 11:50 नै भएको थियो नि त। 11:50 म वासरुम गएर आउँछु भनेर जानु खोज्नुभयो। अनि म त्यस बेला दुखाउँछु भनेर लागेँ। अनि दुखाउन उठ्दाखेरि खुवाउँछु भनेर उठ्दाखेरि टाउको कस्तो दुखिरहेको थियो कि। पुरा टाउको पनि दुख्यो। अनि कान बजाइ भइरहेको थियो। जस्तो सुत्दाखेरि थिएँ 10 बजी सुत्दाखेरि त्यतिखेर पनि त्यस्तो थियो। अनि त्यतिखेर 10:50 भएको थियो। अनि 11:50 भएको थियो। अनि जान लाग्दा चाहिँ लगभग 12 बज्नु लागिसकेको थियो। मैले म बाबुलाई खुवाउँछु भन्दाखेरि अनि फेरि बाबुलाई दुध खुवाउनु नि मिलाउनु पऱ्यो नि त। सिलिन्डर राख्नु पऱ्यो, आफ्नो पोजिसनमा बस्नु पऱ्यो। अनि त्यो गर्दाखेरि जस्तो 11:57-58 भइसक्यो, 12 बज्नु थालिसकेको थियो होला। अनि जान खोज्नु भयो। अनि बेडबाट उठेर तल मात्र झर्नु भएको थियो। एक्कासी मलाई त पुरै रिङ्गटा लागेर पुरै भमिटिङ पनि यति भएको थियो, यति शरीर पुरै सबै। अनि फेन्ट हुनुभयो क्या, ढल्नु भयो क्या। अनि समात्छु भन्दा पनि हात थाम्नु भयो क्या, हातले पनि सक्नु भएन। अनि त्यो भएपछि त म त एकदम हात्तिएँ नि त। अनि बच्चा छोडेर अनि के बोकेको भनेर मम्मीहरूलाई बोलाएँ है। मम्मीहरूलाई बोलाउनु त बोलेको नि होइन,
पुरै हात खुट्टा सबै छोडिदिइसक्नु भयो, आँखा पनि हेरेँ होइन। अनि म त त्यो त मेरो लागि त अब त्यो नसोचेको घटना भइहाल्यो नि, यति गाह्रो भयो कि अब के भन्ने कि त्यो एक्सप्लेन गर्नै सकिन्न कि कस्तो भयो भनेर। त्यो अवस्थामा बच्चा काखमा थियो। अनि मम्मी बुवाहरूलाई बोलाएँ, मम्मी बुवाहरू आउनुभयो। अनि दाइले चाहिँ गेस गरिसक्नु भएको थियो कि यो अक्सिजन कमै भएको हो भनेर। अनि पछि पनि कति वर्षमा बोल्न चल्न चटपटाउन केही पनि सक्नु भएन कि। अनि कहाँ लाने के गर्ने भनेर म त रोएँ, एकदम रोएँ म, एकदम कराउनु पनि आएछ। अनि एकदम रोएपछि मम्मी आयो, मम्मीले मुखभरि उहाँलाई अनि समात्दाखेरि के भयो होला, मेरो शरीर सबै घन्टै भन्नुभएको थियो कि मलाई समात्दाखेरि। अनि मम्मीहरू आएपछि एकछिन तातो पानी हाल्नु भन्नुभयो। अनि त्यो मुखहरू गर्थेँ। अनि एकछिनपछि लगभग 5-7 मिनटपछि होला अलिकति बोल्नु, हातको इसारा दिनुभयो कि बोल्न त सकेन, नाकबाट मुखबाट पुरै सबै भमिटै थियो, बोल्न सक्नु भएन। अनि यसरी हातले एकछिन भन्नुभयो। अनि शरीर चलाइदिनु खोज्दाखेरि मलाई गाह्रो भएको छ एकछिन भनेर भन्नुभयो। अनि एकछिनपछि 5-7 मिनटपछि चाहिँ अनि मैले सबै मुखहरू सफा गर्ने, मम्मीले पनि उयोहरू सफा गर्नुभयो। अनि एकछिनपछि मलाई आफू म वासरुम गएर सबै लुगा खोलेर आउँछु भनेर लुगा खोलेर फ्रेस भएर आउँदा आउँदा पनि टाउको चाहिँ बिग्रिरहेको थियो है। तर त्यो रातैभरि कि हिजोको रातैभरि चाहिँ त्यो जति खानुभएको थियो, त्यो जति बेडमा चाहिँ त्यो सबै भमिट गर्दा 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 सबै नै सिद्धिँदा पनि सहज भएन कि, त्यतिसम्म गाह्रो हुँदो रहेछ कि। त्यही भएर कसैले पनि मैले जे भोगेँ होइन, हिजोको राति त म एकदम आँखा झिमिक्कै नै गरेँ होइन। फेरि बाबु उठिदियो, त्यो पछि मलाई त्यस्तो भएपछि बाबु उठ्यो, बाबु सुत्यो कि होइन, उनस्तो चाहिँ सुत्न सकिन्न। त्यही भएर जुन गल्ती मैले गरेँ हजुरहरूले नगर्नु होला है। यो हिटर चाहिँ एकदम रिस्क लाग्यो मलाई चाहिँ। अब त्यो हामीले अलिकति युज गर्न पनि नजाने होला, अलिकति अब कोइलाको त्यो ऊ पनि राखियो, त्यसलाई पनि हामीले हटाएन, त्यो पनि हाम्रो प्लस गल्ती त्यो भयो। मैले चाहिँ भोगेको कुरा है, अक्सिजन नपाउँदा चाहिँ कति गाह्रो हुँदो रहेछ। झन् मेरो सुत्केरी भएर नि होला, आफूलाई त टाउको दुखेर त्यस्तो भयो थियो। आज बिहानै अनि हस्पिटल नै गएर आएँ भने मलाई त अझ टाउको पनि अझ सन्चो भएन भन्दा हुन्थ्यो। प्रेसर फेरि लो भएछ उहाँको, त्यो त्यति धेरै भएर होला। त्यही हो है, मैले चाहिँ हिजो चाहिँ अब यो नसोचेको घटना भनेको मेरो लागि यही नै हो कि। त्यही भएर जुन गल्ती मैले गरेँ प्लिज हजुरहरूले नगर्नु होला। हस्, थ्याङ्क यू।